हामी बस्छु चढाउन जान लागेको। यहाँ चाहिँ मैले खाजा बोकेको छु, बुवाको लागि छ्याङ, मेरो लागि खाजा, हामी बाउछोरीको लागि यो झोलामा बोकेका छौँ। यो चाहिँ सुनवार भाषामा चाहिँ के भन्छ त्यो थाहा छैन मलाई। अनि अब यो सो पारेर बोकेर जाने हो। अनि खुर्पानीको बोट होइन, यहाँ चाहिँ यस्तो दामी मौरी भुरी भुर 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 भइरहेछ। यस्तरी झर्छ। देखिसक्यौँ हामीले। यो खुर्पानीको बोट छ। यो खुर्पानी बोट म जाँदा चाहिँ सानो थियो, अहिले चाहिँ धेरै ठुलो भइसकेछ, देख्न सक्छौँ होइन। फुलेर हराभरा गाउँ नै उज्यालो भएको छ। अब चाहिँ हामी जान्छौँ गाईको छेउ। अब हाम्रो त्यो घर भयो, अब हामी जान्छौँ गोठ। हाम्रो चाहिँ गोठ भन्छ, तपाईँहरूको के भन्छ तपाईँहरूले पनि भन्नु होला है त। अब चाहिँ हाम्रो दुईटा गाईको बाछोवाको मामुहरूलाई दिनुपर्छ। खोले लगेर जाँदैछु बारीतिर। हामी गाई चाहिँ हाम्रो गाईहरू सुतिरहेको छन्। हाम्रो गाईको दुईटा बच्चा छ। अब तपाईँहरूलाई मैले यताको घरको पनि देखाउँछु होइन, अनि उताको घर पनि देखाउँछु। गाईको फरक पनि हेर्न सक्नुहुन्छ तपाईँलाई। अब हामी कृषि प्रधान देश हो। ल गाउँमा त उठ उठ, ओए खोला खान उठ उठ, ओए केटा हो उठ उठ। अनि यो चाहिँ छ राम्री। सानो बेला बहुत राम्री थियो, अहिले चाहिँ रातो रातो छ राम्री। कस्तो आँखा पनि गाजला जस्तो थियो कि हाम्रो गाजला जस्तो। अनि यो काली मामु, कालो मामुले 5वटा बच्चा जन्माइसक्यो। अब हाम्रो सानो मान्छे छ। सानो मान्छे हाम्रो यो चाहिँ गोठ हो हाम्रो। यहाँनिर यिनीहरूलाई ओतन बनाएको। अनि हाम्रो सानो राम्रो बाछो छ। यी राम्रीको बच्चा जस्तै छ, राम्री जस्तै छ, तर यो रातोको बच्चा हो। कति फरक छ है होइन। अनि फेरि अब हाम्रो राम्री बाछाको बच्चा हेर्नुपर्छ है। यता आऊ सानो, यता यता आऊ, यता आऊ, यता 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 हेर। यस्तो छ राम्रीको बाछा हो यो चाहिँ। तर यो राम्रीको बाछा ठ्याक्कै अर्को अपोजिट जस्तो छ। मामुहरू फरक फरकै यिनीहरूको, अलि फरक देखिन्छ। अब यिनीहरूलाई म खोले दिन्छु है, खोले खान्छन् हाम्रो बच्चाहरूले। यो राम्रीको बच्चा डिटो उसको ठुलो मम्मी जस्तो छ क्या। यो चप्पलमा मोजा लाएर हिँड्दैछु, किनभनेदेखि अब यहाँ धुलोहरू छ नि त, धुलोमा फुट्छ हात खुट्टा, त्यही भएकोबाट लाएर हिँड्दैछु। यो बाटो यसरी जान्छौँ। हाम्रो बाटो यस्तो सानो छ। यहाँ मैले खोले लिएर आएको छु, खोले दिन जाँदैछु। मेरो गाई माताहरू म तपाईँहरूलाई देखाउँछु है त। अब सुटी माउहरूले खोले सबै खाइभ्याइसक्यो। अब भालो मामुहरूको हो कि नै। बाक्लो भएपछि खाने तिमी पनि, अनि नभए नखाने हो मिठासी। ओए 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 नो, यताको खाने ल। तिमीहरूलाई बाक्लो चाहिने होइन, मिठो चाहिने। ल खाइसक्यो तिमीहरू त्यति, स्याबास। डाडे नि काली, रातिले सबै खाइसकेको छ राम्रीले। अनि यो राम्री, यो काली, यो 5वटाको माउ, यो 3टा 4वटाको माउ। ल गुड, स्याबास स्याबास। खाऊ। अझै पानी थपिदिउँ, पानी थपिदिउँ। मिठासेन, यो मिठासेन चाहिँ यसको डाडले खान्छ होइन। ए राम्रीको आँखा अझै पनि राम्री छ कि। कति सानो क्युट रातो भएको छ त्यो यो। अनि अहिले नि सिङ त राम्रै छ यसको, यसले बुबु दिन्छ। पानी थप्नुपर्छ क्या हो। सानो बाछोले खायो, यसले खाइसकेपछि यसले नि खान्छ। यिनीहरूलाई सँगै दिइसक्नुपर्छ, डाड गरेर एकअर्कामा खान्छन् हेर्नै। ल खाऊ सानो, खाऊ खाऊ। मिठासे राम्रीको बच्चा यो, अर्को कालीको बच्चा यो। कालीको बच्चा फेरि यस्तो जन्म्या रातो, अनि राम्रीको बच्चा यस्तो ठुलो मम्मी जस्तो हो न। गुड, स्याबास। खानुपर्छ बढे मान हुनला न। हडप 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 डाड गरेर खान्छन् के एकअर्कामा। ओइ खुट्टा नहाल, खुट्टा हाल्ने हो यहाँ।
खानै मिलेन कि अब यिनीहरूलाई खाऊ लो खाऊ खाऊ पानी पातलै गरेर दिँदा नि खाँदो रहेछन् चाहिँ बाक्लो होइन यिनीहरूलाई घाँस हालिदिइसक्यौँ घाँस खान लागे अनि त्यसपछि यो भान्टाङ भुन्टुङहरू पनि सानो बच्चाहरू पनि हेर्नु खोले खाइसकेपछि आनन्दले सुत्यो मुखभरि हेरेर के लाएको यस्तो फोरी के लाएको बा अगाएर सुत्यो अर्को पनि सुत्यो यो पनि सुत्यो खोले खायो एक बाल्टी अनि छुट्नी हो एक बाल्टी खोले खाएर सुत्यो बा ल बाई बाई सानोहरू सेवन जो ल जो ल ल ल ल तिम्रो मम्मी खोइ मम्मी नचिन्ने हेर्नु न अब यो कालोको बाछो रातो रातो छ होइन यस्तो कालोको बाछो अनि यो कालो मामु जस्तो यसको बच्चा हेर्नु न रातो छ क्या मामु रातो बच्चा चाहिँ कालो बुबु खाएको हेर 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 बुबु खाएको कसो बच्चा हेर्नु कालोको बच्चा रातो रातोको बच्चा कालो डिट्टु यही जस्तो क्या यो यसको दिदी हो नि त यो ठ्याक्कै दिदी जस्तै ए मामु पो हो क्या अरे यसको पालो पालो गरेर छ नि त चाहिँ हामी गाईलाई छोडेर लेक बेसीतिर लान्छौँ यिनीहरू चाहिँ घरको नजिक थियो बाबुहरू बच्चाहरू भएकोबाट हुँदो ओए हुँदो हुँदो बगाल्ने हुँदो हुँदो गुराँसै फुल्यो मनैमा मेरो मन फुल्यो तिम्रो मनैमा नि 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 ह ह ह ह बा भयो अब तल पुगिसक्यो एउटा एउटा यहाँ छ गौमाताहरूलाई आज चराउन तल लाने धेरै दिनपछि अब एक्लैले त हेर्न सम्भव छैन नि त अनि अब आज चाहिँ बुवा र म भएर गाईलाई चराउन लाने अब तल अरू वस्तुहरूसँग भेटेको भिडियो देखाउँछु म तपाईँहरूलाई दाजुले त्यहाँ गोरु जोड्दै हुनुहुन्छ खोइ मैले जान्दा चाहिँ चल्दैन है मलाई त्यस्तो लाग्छ अनि हाम्रो रामजी डक्कर टिकट छ भने त्यो टिकट काउन्टरमा सोद्धा हुन्छ त्यो टिकटमा हुन्छ नि होइन र डक्कर डक्कर हुँदो 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 त्यही काम म छोडेर पठाउँछु उतो अगाडि जा घर नदिने गरी त्यो पर ज्याङ्गो ज्याङ्गोले नारा थाप्यो ओ काली भो काली वस्तुहरू बुवाले भनेको त मान्छन् फेरि जुई जुई माथि आमा मेरो चप्पल चुप्लेको तारे सिन्द्रे सबै यो तारे गोरुको बच्चा बच्चाहरू यिनीहरू सबै यो पनि डिटु बाउ जस्तो यो राम्री बच्चाको आमा सबभन्दा दुःख दिने यी दुईटी हुन् भर्खर भर्खर आनी र सानी मकै पनि छ ए यो नल छ 3 सुर्कासम्म उ त्यहाँ पनि छ यहाँ पनि छ यो 3 सुर्का नल काट्ने काम हुन्छ
बस्तु त्यता पहाडीतिर लाउनु भएको बुवाले त्यतातिर त्यहाँबाट नि टक्कै यहाँ आइपुग्छ तिनीहरू चर्नलाई अनि त्यही भएर हामीले यो नल काटिदिइसकेपछि त आए पनि खाने ठाउँ हुन्न नि त अनि त्यही भएर दुःख दिन्नन् कि भनेर काट्न लाग्दैछौँ हाम्रो जङ्गल हाम्रो बारी चाहिँ यस्तो हुन्छ हाम्रो बस्तु चरिरहेको नि त्यहाँ नल हुँदा यहीँ दौडी दौडी आउने लु त भनेर यहाँ नल काटेर यहीँ चर्न दिएको नन स्टप चरेछन् फाइनली बस्तु बाँध्न लाग्यौँ गोठतिर उहाँ पारी पारिन्छन् ठो 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 वा ठो तारे ठो ठो हाम्रोतिर गाडी त्यतातिर आइपुग्यो ठेउने ठो हो 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 कडा ठो ठो जिरु ठो 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 तारे ठेउने उदो 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 ठो 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 परिसक्यो अनि तरकारी नि पकाइसक्यो अब ढिँडो पकाउने पालो तरकारी यसरी पकाए अनि यो ढिँडो पकाउने कोदोको अनि गयो त सेतो सेतै भयो पानी थपौँ के पानी काँचो भयो हजुर पानी थप काँचो भयो चाम्रो चाहिँ चाम्रो भयो अलिकति मार्न पुगेन जस्तो लाग्यो मलाई ढङ्गा नभएको बुहारी भनेको यस्तोलाई भन्छन् कसरी कोही पाल्छ सही क्या सेतो सेतो छैन पहिलोपटक हो मैले ढिँडो पकाएको भयो